गाइस तपाईहरुलाई म आज हाम्रो घरको टुर गराउन गइरहेको छु। यो हाम्रो पार्किङ स्पेस रहेको छ यो। अनि एउटा यहाँनिर सानो मयरी अनि साइडमा एउटा मन्दिर पनि छ। अनि यो हाम्रो जुत्ता चप्पल राख्ने र्याक। अब हामी भित्र प्रवेश गर्दैछौँ। अनि यो हाम्रो हल, यो एउटा फर्स्ट हल हो। आजदेखि आइपिएल सुरु हुँदैछ। अनि यहाँ एउटा रुम छ। यहाँनिर स्पेसमा हामीले सामान राख्ने बनाएका छौँ। यो भर्याङ मुनि थोरै देखाइहालौँ न त। यता पनि त्यस्तै स्पेस नै छ। यहाँ सजावटका सामग्री राख्न बाँकी नै छ। घर भर्खरै सिद्धिएको, अझै बाँकी छ सजाउन। त्यता सजाउन छ, अन्नै छ। कमन बाथरुम अब हामी किचनमा एन्ट्री गर्दैछौँ। हाम्रो किचन यस्तो देखिन्छ, हेर्नुहोस्। किचन पछि अर्को बेडरुमतिर जान्छौँ। यो अर्को बेडरुम हो। फर्स्ट फ्लोरमा जाँदैछौँ। अहिले हाम्रो फर्स्ट फ्लोरको हल। यहाँ डेकोरेसन गर्न बाँकी छ अझै। थोरै बाहिर जाने स्पेस छ। बाहिरको भ्यू देखाउँछु म तपाईँहरूलाई। यो चाहिँ माथि फर्स्ट फ्लोरको एउटा रुम हेर्नुहोस्। यो रुम
छ। एउटा कमन टोयलेट छ यहाँनिर। अनि यहाँ अर्को रुम छ। यो फर्स्ट फ्लोरमा चाहिँ 3वटा रुम अनि एउटा कमन टोयलेट भएको छ। हाम्रो यहाँनिर इन्भर्टर राख्ने ठाउँ राखेका छौँ। यहाँ हाम्रो इन्भर्टर हुनुहुन्छ है। अनि यहाँनिर अर्को रुम छ सेकेन्ड फ्लोरमा। यहाँनिर एउटा टोयलेट बाथरुम छ। यहाँ वासिङ मेसिनहरू छ। हामी बाहिरपट्टि यहाँनिर एउटा स्टोर रुम बनाएका छौँ। यहाँनिर यो फर्निचर गर्दाखेरि बनाएको यो बाहिरपट्टि सेकेन्ड फ्लोरमा सबै बनाउनको लागि। अनि यहाँबाट माथि गएपछि अर्को छत। पारिपट्टि मुक्तिनाथ मन्दिर पर्छन्। पारिपट्टि चाहिँ हाइवे पर्छ। यति नै हो गाइस। तपाईँलाई आजको भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गर्नु होला। र सँगै बेल आइकन दबाउनु नबिर्सनु होला भन्दै बिदा हुन चाहन्छु।